नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरु लामा। न्यूज सुरु गरौं आज देशैभरि रामनवमी पर्व मनाउँदै गरेको सम्बन्धी प्रसंगबाट। चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान रामचन्द्रको सम्झनामा मनाइने रामनवमी पर्व आज देशैभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ। असत्यमाथि सत्यको विजय तथा भगवान श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वको उपलक्ष्यमा भगवान रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ। प्रदेश नम्बर 2 को सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ। भगवान रामको जन्मोत्सव अर्थात् रामनवमीको अवसरमा प्रदेश सरकारले बिदा दिएको मुख्यमन्त्री लालबाबु राउतद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। मुख्यमन्त्री राउतले प्रदेशवासीलाई रामनवमीको शुभकामना पनि दिनुभएको छ। यस पर्वमा पनि यस वर्ष कोरोना भाइरसको संक्रमणबाट बच्न स्वास्थ्य मापदण्ड जारी गरिएकाले भक्तजनले राम मन्दिरमा भौतिक दूरी कायम गरी पूजा आराधना एवं दर्शन गर्नेछन्। जनकपुर स्थित राम जानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नर नारीहरूको घुइँचो लाग्ने गरेको छ। त्रेता युगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतार लिएर भगवान श्रीरामको जन्म भएको थियो। त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथै व्रत बसी रामगीत पाठ, अध्यात्मक, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान रामको पूजा आराधना गरी रातभरि भजन कीर्तन गर्ने परम्परा छ। धनुषा जिल्लामा पनि कोरोना भाइरस विरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय धनुषामा मंगलबार बिहान 10 बजेदेखि डोज दिन सुरु गरिएको हो। पहिलो दिन मंगलबार 500 जनालाई दोस्रो डोज दिएको जिल्ला स्वास्थ्य कार्यालय धनुषाले जनाएको छ। सरकारले कोरोना भाइरस विरुद्धको खोपको दोस्रो डोज देशैभरि लगाउन सुरु गरेको हो। खोप अभियान सुरु भएपछि पहिलो चरणमा खोप लगाएकाहरूलाई वैशाख 7 गतेभित्र 11 गतेसम्म दोस्रो डोज दिन लगाइएको हो। पहिलो चरण अन्तर्गत 2077 साल माघ 14 गतेदेखि 24 गते र फागुन 2 गतेदेखि 11 गतेसम्म कोरोना विरुद्धको खोप लिएकाहरूलाई दोस्रो डोज दिन लागिएको हो। जिल्लामा माघ 14 गतेदेखि फागुन 11 गतेसम्म पहिलो प्राथमिकताको पहिलो र दोस्रो चरणमा पहिलो मात्र खोप लगाइएको थियो। जिल्लामा 9158 जनालाई दोस्रो चरणको डोज दिन लागिएको खोप सुपरभाइजर अधिकृत राजदेव यादवले जानकारी दिनुभएको छ। यादवको अनुसार वैशाख 8 गतेदेखि जिल्लाको 18 वटै पालिकाहरूमा दोस्रो डोज दिने भएको छ। जनकपुर धाम उपमहानगरपालिकाको कार्यालय सहितका अन्य पालिकाहरूको कार्यालयमा दोस्रो डोज दिने तयारी रहेको उहाँले जानकारी दिनुभयो। बुधबार सार्वजनिक बिदा रहे पनि खोप लगाउने कार्य भने बन्द नहुने भएको छ। पहिलो मात्र कोभिशील्ड खोप लगाएका देशैभरिका 4,39,000लाई दोस्रो डोज दिइनेछ। मंगलबार बसेको कोभिड-19 संकट व्यवस्थापन समितिको बैठकले विद्यालय बन्द गर्न निर्देशन दिएको हो। सरकारले सोमबार नै जोखिममा रहेका जनकपुर धाम सहितका विभिन्न शहरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो। तर स्थानीय तहहरूले जोखिम नरहेको भन्दै विद्यालय बन्दको निर्णय कार्यान्वयन गरेको छैन। मंगलबार बुधबार धनुषा जिल्लाभरिका विद्यालय सञ्चालन रह्यो। सोही कारण जिल्ला संकट व्यवस्थापन समितिले विद्यालय बन्द गर्न निर्देशन दिएको छ। सुरु भइसकेको परीक्षा स्वास्थ्य मापदण्डको पालना गरी वैशाख 10 गते भित्र सम्पन्न गर्ने व्यवस्था मिलाउन पनि भनिएको छ। प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तुलाको अध्यक्षतामा बसेको समितिको बैठकले नेपाल सरकार मन्त्रिपरिषदको निर्णयलाई पुनः कार्यान्वयन गर्ने निर्णय गरेको छ। सेवाग्राहीहरूको अत्याधिक भीड हुने सरकारी कार्यालयहरूमा भीडभाड कम गरी संक्रमण जोखिम न्यूनीकरण गर्न अनलाइन लगायतका अन्य वैकल्पिक प्रणालीको प्रयोग गर्न र आलो पालो प्रणाली लागू गर्ने निर्णय पनि समितिको बैठकले गरेको छ। अब सबै स्थानीय तहले पुनः आइसोलेसन सेन्टर सञ्चालनमा ल्याउनु पर्ने भएको छ। समितिको बैठकले उपमहानगरपालिकालाई 30 बेड, नगरपालिकालाई 20 बेड र गाउँपालिकालाई 10 बेडको कम्तीमा आइसोलेसन सेन्टर सञ्चालन गर्न निर्देशन दिएको छ। बैठकमा उपस्थित भारतीय सीमासँग जोडिएको स्थानीय तहहरूका प्रमुखहरूले
सीमा नाकामा अनिवार्य रूपमा हेल्थ डेस्क स्थापना गर्ने र आवश्यकताको आधारमा होल्डिङ सेन्टरको स्थापना गर्ने प्रतिबद्धता जनाएका छन्। समितिको निर्णय अनुसार जिल्लाभित्रका प्रादेशिक अस्पताल र अन्य सरकारी, अर्ध सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूले निश्चित संख्यामा कोभिड बेड छुट्याई सरकारले तोकिएको न्यूनतम शुल्कमा सेवा दिने व्यवस्था मिलाउनेछ। आईसीयू, भेन्टिलेटर, सीसीयू, एसडीयू आदिलाई अद्यावधिक हालमा राख्ने निर्णय पनि समितिले गरेको छ। यस्तै गरिब, विपन्न, श्रमिक, मजदुर, ज्येष्ठ नागरिकलाई निशुल्क मास्क वितरण अभियानको लागि उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, गैर सरकारी संस्था, धार्मिक, सामाजिक र परोपकारी संस्थाहरूलाई अनुरोध गर्ने निर्णय पनि गरिएको छ। बजारमा मास्क, सेनिटाइजर, कोभिड-19 मा प्रयोग हुने औषधिहरू सहुलियतपूर्ण दरमा उपलब्ध गराउन, कालोबजारी र अभाव हुन नदिन उद्योग वाणिज्य संघ धनुषा र नेपाल केमिस्ट ड्रग एसोसिएसनले संयोजन तथा समन्वय गर्ने निर्णय पनि भएको छ। कोरोना संक्रमण बढेका कारण सबैभन्दा बढी आवश्यकता एम्बुलेन्स र शव वाहनको पनि आवश्यकता पर्छ। यस सन्दर्भमा जिल्लाका सबै एम्बुलेन्स र शव वाहनलाई चालू हालतमा स्वीकृति पाएकै स्थानमा राख्न सम्बन्धित पक्षलाई समितिले निर्देशन दिएको छ। एम्बुलेन्स चालकलाई स्वास्थ्य सामग्री सहितका परिचालन गर्ने समितिले जनाएको छ। अबका 63 दिन कोरोना संक्रमण सबैभन्दा बढी खतरनाक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणको दर 21.55% पुगेको भन्दै मन्त्रालयले आगामी 9 हप्ता अर्थात् 63 दिन अझै कोभिड हुने बताइएको छ। मन्त्रालयले स्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गरिए 63 दिनपछि भने संक्रमण क्रमशः घट्दै जाने जनाएको छ। पछिल्लो 24 घण्टामा देशैभरि 8055 जनाको पीसीआर परीक्षण गर्दा 1736 जनामा संक्रमण पुष्टि भएको छ, जुन कुल परीक्षणको 21.55% हो। यस अवधिमा संक्रमणबाट 11 जनाको मृत्यु भएको छ। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटिको बैठक आज पनि बस्दैछ। मंगलबार बसेको बैठकमा कार्यसूचीका विषयमा छलफल भए पनि कुनै निर्णय नभएकाले आज पुनः बैठक बस्न लागेको हो। पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा दिउँसो 1 बजे बस्ने बैठकमा विभिन्न विषयसँग सम्बन्धित 6 बुँदे कार्यसूची तयार गरिएको जनाइएको छ। आजको बैठकमा स्थायी कमिटिको सदस्यहरूले समसामयिक विषयमा रिपोर्टिङ गर्नेछन्। त्यसैगरी विभिन्न जिम्मेवारीमा रहेका स्थायी कमिटी सदस्यले पनि बैठकमा रिपोर्टिङ गर्दैछन्। बुधबारको बैठकमा नयाँ सरकार गठन र केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थनको विषयमा पनि छलफल हुने बताइएको छ। सरकारले कोरोना भाइरस विरुद्धको रुसी खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ। औषधि व्यवस्था विभागले रुसी खोप स्पुतनिक भी लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिने निर्णय गरेको हो। नेपालमा यसअघि भारतको कोभिशिल्ड र चीनको भेरोसेल खोपले आपतकालीन प्रयोगको अनुमति पाएर अहिले त्यसको प्रयोग भइरहेको छ। देशका धेरैजसो ठाउँमा तुवालो सुरु भएको छ। भारतबाट धुवाँ र धुलो आइरहेकाले तराईका सबैजसो क्षेत्र र काठमाडौँ सहितको पहाडी जिल्लाहरूमा पनि अहिले भिजिबिलिटी कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी क्षेत्रबाट सुरु भएको तुवालो पूर्वतर्फ सर्ने क्रममा रहेको मौसमविद समीर श्रेष्ठले जानकारी दिनुभएको छ। यस्तै सुदूरपश्चिम, कर्णाली, गण्डकी लगायतका प्रदेशका पश्चिमी क्षेत्रमा पनि बिहानैदेखि मेघ गर्जन सहितको पानी पर्न लागेको उहाँले जानकारी दिनुभएको छ। यस क्षेत्रको मौसम बिहानैदेखिबाट बदली भइरहेको छ। पश्चिमी वायुको प्रभाव र अरब सागरबाट जलवायु युक्त हावा नेपाल प्रवेश गरेको पश्चिमी क्षेत्रमा मेघ गर्जन र चट्याङ सहित पानी पर्ने उहाँले बताउनु भएको छ। दिउँसो पनि यी क्षेत्रहरूमा मेघ गर्जन, चट्याङ र हावाहुरी सहित पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन मौसमविदको आग्रह छ। भारतमा पछिल्लो 24 घण्टामा कोरोना भाइरस कोभिड-19 का 2,95,041 नयाँ संक्रमित थपिएका छन्। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा 2023 जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। त्यस्तै भारतमा
सक्रिय संक्रमितको संख्या पनि 21.5 लाख नाघेको छ। यो सँगै भारतमा कोरोनाका कारण संक्रमितको संख्या 1.56 लाख नाघेको छ। त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि 1,82,000 नाघेको छ। पछिल्लो 24 घण्टामा सबैभन्दा धेरै 62,000 भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। त्यस्तै उत्तर प्रदेशमा 29,000 भन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने दिल्लीमा 28,000 भन्दा धेरै नयाँ संक्रमित थपिएका हुन्। कर्नाटकमा 21,000 भन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने केरलामा नयाँ संक्रमितको संख्या 19,000 भन्दा धेरै छ। भारतमा कोरोना संक्रमण बढीसँगै दिल्लीमा सोमबारदेखि एक साताको लागि लकडाउनको घोषणा गरिएको छ भने उत्तर प्रदेशले पनि साताको 2 दिन लकडाउनको घोषणा गरेको छ। त्यस्तै अन्य राज्यले पनि संक्रमण नियन्त्रणको लागि भन्दै सामाजिक गतिविधिमा कडाई गरेका छन्, तर संक्रमण भने नियन्त्रणमा आइरहेको छैन। भारतमा अहिलेसम्ममा 13 करोड 1 लाख भन्दा धेरै डोज कोरोना खोप दिइएको छ। हवस् त, यसका साथै टुडे न्यूज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौं। टिभी टुडे जनकपुर हेर्दै गर्नुहोला। नमस्कार।